ठ्याक्कसँगले नमस्कार यहाँहरूलाई सम्पूर्णलाई स्वागत छ अनु ब्लग मेरो युट्युब च्यानलमा यहाँलाई सम्पूर्णलाई स्वागत छ। म चाहिँ आज घरमा धमाधम कलर लाउने काम गरिरहेको छु। म अब कस्तो भने झ्यालको चाहिँ यसो सिसा नठोकिकन कलर लाउनुपर्छ अरे भनेर चाहिँ अब ग्लास लगाइसके पछाडि चाहिँ तपाईँको ग्लासमा कलर लाग्ने भएको हिसाबले गर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि म चाहिँ ठ्याक्कसँगले आज ग्लास झ्यालको फ्रेममा चाहिँ कलर लाउँदैछु। यहाँ मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ तपाईँहरूले ट्याक्कसँगले मेरो ट्याक्कसँगले कलर लाउने काम भइरहेको छ यहाँनिर होइन। त्यो भएको कारणले गर्दाखेरि यो मेरो ब्याकग्राउन्डमा पछाडि देख्नुभएको यो कलर लाएर सक्यो, ग्लास पनि ठोकिसकेको छ। र अर्को कुरा अहिले देश विदेशमा छरेर नहुने सम्पूर्ण नेपाल दाजुभाइ दिदीबहिनीहरूलाई होइन भगवान्सँग प्रार्थना गर्छु यहाँहरूलाई कसैलाई पनि केही नहोस् होइन, अलिकति चोटपटक पनि नलागोस्। जहाँ हुनुहुन्छ आफ्नो ठाउँमा राम्रोसँगले सुरक्षित भएर बस्नु होला। र अर्को कुरा धेरै टेन्सन नगर्नु होला, किनकि टेन्सनले मान्छेलाई हानि गर्छ होइन। पहिले म युक्रेन र अहिले पनि यो हमासको उसमा चाहिँ म उतैतिर थिएँ, इजरायलैसँग परेको थियो। म दुबईतिरै थिएँ, कतारतिर मिसाइल योभन्दा आजैभन्दा 1 वर्ष अगाडि पनि मिसाइल खसालेको हो होइन। त्यतिखेर चाहिँ म उता दुबईतिरै थिएँ। हाम्रो क्षेत्रतिर चाहिँ खासै प्रभाव पारेको थिएन होइन, किनकि अब दुबई, कतार, साउदी, कुवेत, ओमान, बहरान त धेरै नजिकै पर्छ होइन। त्यो भएको कारणले गर्दाखेरि भोलि केही होला भन्न नसकिएला, तर पनि जहाँ हुनुहुन्छ राम्रोसँगले बस्नु होला होइन। मेरो हृदयदेखि नै मनदेखि नै भगवान्सँग प्रार्थना गर्छु, भगवान्सँग प्रे गर्छु यो कसैलाई पनि केही नहोस्, राम्रोसँग अलिकति चोट पनि नलागोस्। मेरो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई चाहिँ, मेरो नेपाली दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई चाहिँ कसै कहीँ अलिकति चोट पनि नलागोस् भन्न चाहन्छु। किनकि म पनि बाहिरबाट भर्खरै आएको, मलाई थाहा छ 12-13 घन्टा ड्युटी गरेर आफ्नो परिवारको लागि चाहिँ अर्काको देशमा चाहिँ काम गर्नु परेको छ, अर्काको टाइममा, अर्काको अर्डरमा, अर्काको अन्डरमा काम गर्नुपर्छ होइन। त्यो भएको कारणले अझ जुन एउटा टेन्सन थप्ने कतिपय परिवारमा चाहिँ रुवाबासी पनि चलिसकेको छ क्या होइन। मैले पनि बिहान आज हाम्रो त नेट चलाएको थिएन, त्यो भएको कारणले बिहान थाहा पाएँ। र पनि हाम्रो पनि सबै मेरो पनि दिदीहरू दाइहरू सबैजना बाहिरै हुनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि सम्पूर्णलाई त्यो भएको कारणले मलाई पनि टेन्सन त जहाँसम्म लागेको छ, तर पनि के गर्ने होइन। सकेसम्म भगवान् छन्, भगवान्ले गर्दाखेरि सम्पूर्णलाई सकुशल अथवा कुनै पनि चोटपटक नलागोस् भगवान्सँग फेरि पनि प्रार्थना गर्छु। म मनदेखि मैले प्रार्थना गरेर आफ्नो काम गरिरहेको छु। आज चाहिँ मेरो धमाधम कलर लाउने काम भइरहेको छ होइन। यहाँहरूलाई ठ्याक्कसँगले म ब्याकग्राउन्ड देखाउने छ है त। यो चाहिँ ठ्याक्क सकिसकेको छ सिसा। अब मेरो चाहिँ यतापट्टि बाँकी छ, यसमा ग्लास ठोक्नु बाँकी छ। कलर मैले सकिसकेको छु। यहाँ बिचमा मैले गोल्डन कलर लगाएको छु होइन। यो कलर ट्याक्क भइसकेको छ। अब चौकटमा चाहिँ सिसा ढुङ्गा जुन यसरी पछि हुन्छ। अब मेरो कलर लाउने काम यहाँ भइरहेको छ होइन। किनकि कस्तो भने मसँग अब स्ट्यान्ड पनि केही छैन, कलर लागेको चाहिँ मैले खिच्नु मिल्दैन होला। यहाँ अब कहाँ राख्ने फोन त्यो पनि हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मेरो सम्पूर्ण काम भइरहेको छ। यहाँ बाजेले नि यता हाम्रो काठे हलो बनाउँदै हुनुहुन्छ होइन। बाजे यो हुन्छ त हलो हुन्छ यो यो भयो नि होइन, फोटो खिच्दै गरौँ हुन्छ नि ठिक छ। मेरो धेरै कामहरू छ। ग्रिल नै मेरो ट्याक्क ग्रिल आइसकेको छ। यो ग्रिललाई पनि कलर गर्नु बाँकी छ। ग्रिल चाहिँ कहाँ लाग्छ भने त्यहाँबाट देखाउने छु। तल यहाँनिर मेरो चेन गेट छ, च्यानल गेट छ। यहाँ चाहिँ ग्रिल मैले चुपेको छु पानीले। यतापट्टि फेरि सिसा ढुन्डाउने काम सट्टसँगले मिस्त्रीले धमाधम गर्दै हुनुहुन्छ होइन। त्यो मेरो रेलिङ चाहिँ यहाँदेखि माथि बस्छ ट्याक्कसँगले, अनि यहाँ पनि बस्छ। चेन गेट चाहिँ मेरो बस्ने भनेको ठ्याक्कसँगले यहाँ बस्छ मेरो चेन गेट, ठ्याक्क यहाँ चेन गेट। किनकि बाटोको घर छ यता सट्टसँग बाटो छ। बाटोको घरमा को मान्छे कस्तो हिँड्छ, को मान्छे कसो हुन्छ ठ्याक्क त्यो भएको कारणले यहाँ गेट बज्छ मेरो। गेट बनिसके पछाडि अहिले कम्पाउन्ड त गर्दिनँ, मैले सामान्य टेम्परेरी कम्पाउन्ड गर्छु। कम्पाउन्ड गरेको भिडियो पनि मैले लिनेछु र यहाँलाई देखाउने छु। मेरो यो सट्ट फिट भइसकेपछि तपाईँलाई फेरि म अर्को ब्लगमा एड गर्छु। मैले तपाईँलाई यो मेरो पहिलो सिसा झुन्ने चाहिँ यो हो, ट्याक्क गोल्डन कलर अघि पनि देखाएँ तपाईँलाई मैले। गोल्डन कलर छ यहाँ ट्याक्कसँगले। यो अब के गर्नु, धेरै वर्ष भन्दा नि बाहिर भयो, त्यही भएर यो घर चाहिँ बनाएको 4-5 वर्ष भइसक्यो। अनि यहाँ मैले सिमेन्ट पनि लिएर राखेको छु ट्याक्कसँगले। सिमेन्ट पनि यो भान्साघरको लागि
बालुवा आज त्यहाँ झारेको छु। गिटी राम्रो छैन भने गिटी ल्याउने काम भइरहेको छ। भान्साघर पनि ट्याक्कसँगले हाम्रो यहाँ बन्दैछ। अब किनकि पिलर लगाएरै बन्दैछ। यहाँलाई थाहा छ मेरो मूल घर चाहिँ पल्लोपट्टि यो मूल घर हो। मूल घर ठ्याक्कसँगले मेरो भत्किन्न। त्यहाँ भान्साघर छ। भान्साघर चाहिँ सट्ट भत्केर चाहिँ भान्साघरको इस्टिमेट चाहिँ मैले यहाँनिर गरेको छु। यहाँ बनाउनुलाई यहाँबाट ठ्याक्क एल गरेर ट्याक्क उता जान्छ दाउरा साउरा वासरुम। यो चाहिँ यसपालि मेरो भत्किन्थ्यो। त्यो भएको कारणले यहाँ यसो बढ्न तानिएन। त्यो भएको कारणले यहाँ दाउरा साउरा यता व्यवस्थित भइसकेको छ। ढुङ्गा पनि ट्याक्क झरिसकेको छ। यहाँनिर यहीँ बन्छ मेरो भान्साघर। मिस्त्री दाजु ट्याक्क काम गर्दै हुनुहुन्छ होइन। पानी पर्छ जस्तो छ। आकाश पनि धुम्म छ। रड पनि ल्याएछ। अब यस्तै छ, केही छैन। अब दुःख सुख गरिरहेको छ। ठिक्क। अब यहाँ मेरो ग्रिल लगाएपछि यहाँ सम्पूर्ण देखाउने छु है। अब म चाहिँ कलर गर्नु लाग्छु। तपाईँलाई त्यो भिडियोमा कलर गरिसकेँ देखाउँछु है त। अघि मैले कलर चाहिँ ट्याक्क मैले गरिसकेको छु फाइनली होइन। ट्याक्क कलर गरिसकेको छु। अब यहाँनिर गोल्डन कलर ट्याक्क जान्छ। यो चाहिँ आज गोल्डन कलर चाहिँ हुँदैन किनकि सुक्नु पर्यो यो ट्याक्कसँगले। बल्ल बल्ल मरेर सकेँ। अब अर्कोपट्टि एउटा यस्तै दिइहाल्छ, अर्को बाँकी। त्यस पछाडि सकिन्छ। प्रेम दाइले यो सकिन्छ आज सिसा हानेर। भयो मिलेन यो? मिल्दैछ? हुँदैछ नि? मिल्दैछ नि हजुर। प्रेम दाइ ट्याक्क यता पनि सिसा भइसक्यो। त्यसमा पनि ठ्याक्कै यही कलरको गोल्डन कलर ट्याक्क जान्छ। ठ्याक्कसँगले सिसा ट्याक्क ठोक्दैछन् हाम्रो प्रेम दाइले यहाँनिर। ट्याक्क घर चाहिँ यताबाट अलिक यताबाट यस्तो छ। त्यहाँ डोको छ, त्यो चाहिँ मेरो सिँढी है। त्यो डोको चाहिँ यो चाहिँ ठ्याक्क यसमा चाहिँ प्राइमर हानिसकेको छ। भोलि जान्छ यसमा चाहिँ ट्याक्कसँगले भोलि। यही हो लास्ट फाइनल। झ्याल चाहिँ भोलि सक्छु। सिसा पनि भोलि फिट भइसक्छ। त्यस पछाडि हाम्रै ग्रिलमा आउँछ। यही छ है। अब चाहिँ यहाँ आज अलिक गरिँदैन। यसलाई कलर गरेर त्यहाँ गोल्डन कलर भोलि बिहान म सक्छु। प्लस यहाँ हाम्रो खाल्टानी खनिन्छ। अब चाहिँ बेलुका भइसक्यो। आज चाहिँ मैले त्यति मात्रै सकेँ। आज यो दुईवटा झ्यालको मात्रै सिसा ठोकै भयो। अब भोलि ठोकिन्छ। ठिकै छ, केही छैन। भोलि ठोकिन्छ होला। भोलि म यसलाई पुरा सिसा फिट भइसकेपछि यहाँलाई देखाउने छु है त। ल ट्याक्कै अब चाहिँ भइसक्यो है सिसा चाहिँ। ठ्याक्क हाम्रो चाहिँ सिसा लाउने काम पनि समाप्त भइसकेको छ, सकिसकेको छ। आजबाट चाहिँ सिसा एकदमै पेन्टिङ सेन्टिङ गरेर पनि सबै सकिएको छ। फेरि हाम्रो यहाँ सुरु भएको छ भान्साघरको यो पिलरको लागि चाहिँ डोप खन्ने काम भइरहेको छ। यहाँ धमाधम दाइरे खन्दै हुनुहुन्छ। अनि प्लस यहाँनिर मेरो छोरा अनि मम्मी अनि यहाँ फुपू पनि आएर यसो गफेर यहाँ यसो रमित हेर्दै हुनुहुन्छ। ठ्याक्कसँगले हाम्रो चाहिँ आजदेखि चाहिँ सिसा लाउने काम चाहिँ पुरा सबै सकिएको छ। अब हामी यहाँ मेरो कलरको काम छ, वायरिङको काम बाँकी छ बास। त्यहाँदेखि उता चाहिँ अब हाम्रो भान्साघरमा हाम्रो नियमित रूपमा काम हुन्छ भोलिदेखि चाहिँ। र सल्लक्क भान्साघरको डोप पनि हाम्रो खन्ने काम भइरहेको छ। भोलि यो ग्रिलमा कलर सलर गरिन्छ। अनि आजदेखि चाहिँ सिसाको काम चाहिँ एकदम धेरै दिन पछाडि सिसाको काम चाहिँ सकिसकेको छ। एकदम खुसी पनि लागेको छ सट्टसँगले सिसा बनिसकेपछि यसो घरको नजारा हेर्दाखेरि पनि। अनि यहाँ मेरो छोरो पनि एकदम एक्साइटेड छ। आज होलीको दिन पनि ठ्याक्कसँग टिका पनि फेरि छोरोले त्यस्तै लागेको छ। छोरो पनि यहाँ खेलिरहेको छ, हेर्न लागेको छ सिसा बनिसकेको है त। सँगले हाम्रो चाहिँ झ्याल बनाउने काम ठ्याक्क आजबाट चाहिँ सकिएको छ। प्लस अब हाम्रो त्यहाँनिर भान्साघर बनिँदैछ। यहाँले देखिसक्नु भएको छ भान्साघर बनिँदैछ। अलिकति अब मेरो कलरको र वायरिङको मात्रै काम बाँकी छ। झ्यालको चाहिँ धेरै दिन पछाडि लगाएर अहिले चाहिँ बल्ल सकियो। आज चाहिँ सकियो। यहाँहरूलाई भिडियो अन्तिमसम्म हेरिदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अर्को पक्कै पनि कलर गरेको भान्साघर बनिसकेको अर्को भ्लगमा यहाँहरूलाई भेट्ने छु। हस् त, नमस्कार भाइ।